हेलो साथीहरु नमस्कार सबैजनालाई चाहिँ ढोक गरे है म केशर तपाईहरुको साथी आज चाहिँ हाम्रो भिडियो के हुनेवाला छ भने जे पनि हुनेवाला छ हामी सबै देखाउने छौं तपाईहरुलाई बल्ला बुढी र मेरो चाहिँ भेटघाट भयो छोराहरुको भेटघाट भयो दिनमा चाहिँ म काममा हुन्छु छोरा चाहिँ यहाँ खेल्न सुरु गरिसक्यो अब बुढीको काम के छ भने अब के हुन्छ जे भए पनि हामी मज्जाले हेर्ने छौं देखाउने छौं हैन बुढी बुढी पनि आइसकिन् भित्र अँधेरो छ अलि सानो कोठा रोलेक्स नचला न बाबा तिमी चल्यौ भने त हुँदैन नि ल अनि यताउता तयारी यता गरेर हामीले चाहिँ अब चटनी बनाउनु छ हैन बुढी है सानो चटनी बनाउनु छ है हामीले यो पानी उता राख्दियो बाबु पानी उता राख्दियो हस् पर्सिनवाला कुन्नी बुढीले आन्टी देखाउँछु त यसलाई यहाँ राख्दिउँ बुढीले चाहिँ अब चट्ट लाएर के गर्छिन् भने अब अन्डा भुट्छिन् हैन रोलेक्स चाहिँ अलि माथि राख्छ दिनभरि अनि केही गर्नै दिन्न ऊ तल यस्ता लाटाले कहाँबाट ल्याउँछ म ल्याउँछु छोडा गयो अहिले ल्याउन गयो अब चाहिँ हाम्रो तय बसिसक्यो ए चोट लाग्यो यो चाहिँ हिजो आएको बेलौती हो सायद आज पाकेछ कुहियो होला है भित्र कस्तो छ हेरौँ म चाहिँ आज एउटा चेक गर्छु है रोलेक्स त्यो कुहियो होला बाबु भित्र कुहिएछ किरा लागेछ फालो त्यो तिमी त्यहाँ जाऊ त्यहाँ जाऊ देखिन्छ अन्डा चाहिँ दुईटा हालिसक्यो हामीले अन्डा चाहिँ अब चम्मच छैन फेरि हामीसँग चाहिँ चम्मच नभएर हरिके रोक्छ तौलिया चम्मच ल्याउनै छोड्यो है यदि पैसाको तौलिया ल्याउनु पर्ने जाडो दिनमा नुहाइदिनुपर्छ कपाल सुक्दैन तौलिया चाहिन्छ मलाई अब चाहिँ टमाटर प्याजको चाहिँ हाम्रो चटनी बन्छ अनि अन्डा चाहिँ छोरोको लागि हो यो भइसक्यो बुढी हाल यसमा ग्यास बाले बेला ढोका खोल्दिन न कस्तो गर्मी भयो गर्मी भयो ल हालिहाल अब अन्डा हालिहाल हेर त बिचरा मेरो बुढीलाई बहुत दुःख छ बुढोलाई पनि दुःख छ बुढीलाई पनि दुःख छ हैन बुढी बसी कहाँ खान्छौ तिमीले कति धेरै दुःख गरिछौ अनि अन्डा पनि खराई किन नआउँदो अस्ति भर्खर ल्याए अन्डा नयाँ अन्डा हो अन्डा पनि बन्यो यो अन्डा चाहिँ छोरोको लागि हो उता छोरोको लागि जग पाक्दैछ रोलेक्स अन्डा पाक्दैछ अब टक्कै खाने है ओके ओके भन ल अघि पुरै हालिदिन्छु सानो बनाएको त्यसमा अटाउनु यति खाने ल ऊ त्यहाँ जाऊ लगेर जाऊ तातो लग्दिन्न तातो छ ल्याउ बाबाले नि बोल्न लाग्यो बच्चा चिसी जा त कतै सानसानो गराइदिनु म खादिदिन्छु खै कति तातो छ अयो तातो तातो त तातो त भन्छ यार तातो छ भन्नु छोडेर रोले बाबा पनि यहाँ बस्ने काम खाने होइन रोलेक्स ल रोलेक्स मम्मीलाई नदिने दिने यहाँ देखाइदेऊ न रोलेक्स अन्डा भनेर देखाइदेऊ न अन्डा भयो अब खाने
पंखा बन्द गर्दै हुन्थ्यो एकछिन चिसो त्यहाँबाट नै क्या तलबाट म गर्थेँ त तेलको खुसी होइन सुरु अन्डा खाऊ खिच्नु उठ्छ क्या त्यही भएर एकछिन रो खामा सबै खाऊ यसलाई गर्मी हुने रहेछ खाने कस्तो लाग्छ रहेछ होइन त्यो कुया टमाटर ल्याउनु भएको तपाईँ अन्त यसलाई सामान ल्याउनु पर्छ नि यस्तै गर्छन् कि कहिले पनि कतिवटा सामान ल्याउनु मलाई सधैँ यस्तै हो क्या म त सामान्य किन्न आउनु तेरो लागि लगाइदिउँ कम्मी भयो बाबाले खाएँ अब मम्मीलाई देऊ तिमी खाऊ है अन्टु 1 भनिदेऊ न 1 2 म्याउ नै तिमी 1 to 100 सम्म भन न मम्मी म्याउ में केही सुनिन्न अनि ठोकी ठोकिने मोबाइल पार बनाए अनि ल आएर खाऊ तपाईँ काम ले म्याउ म्याउ नआएर के क पढा स्कुल जाऊ है आज झन्डै टाउको भाँचिएको थियो कस्तो एक्सर्साइज गरिदिन्छ नि यार गदा एक्सर्साइज गरिदिन्छ उता त अन्डा पर्ला के सबै अन्डा त सिधाले खाउँछ बाबा खाऊ नि त तिमी मम्मीको यो देउ खान्छ तिमी खाऊ नि त रोटी पनि धेरै हुन्छ बचाएर ल्याउँछ कस्तो होइन सब्जी अलिक कम पऱ्यो त्यही त सब्जी त्यसरी कम पर्ने यहाँ घर धोइन खाने सुगर केही पनि कता कता झाली खाने होइन सापो हिजो मल्टिपल ल्याएर हाम्रो चाहिँ यो सब्जी बन्दैछ दाल पनि बनिरहेको छ यो टमाटर र प्याज हालेर चाहिँ मुखमा लाउनु लाग्यो बुढी अहिले मच्छर लाग्यो एकछिन यता हेर्दै न पहिरो कस्तो लाग्यो राम्रो छ अहिले खराबी ढक्कनको बिन्दा पनि सुकियो अन्डा उता राख्छ बेलुका त्यो बुढी चाहिँ कम न कुम बढाइरहेको थिएँ है के बढाउने हो र केले गर्दा फुल्दैछ सुइले मेरो 5 रुपियाँले यसो गर्दा क पढ जाऊ क पढ्ने कि अन्डा खाने क पढ्ने ल त ल जा मिना यहाँ बस्ने क पढ्ने हस् ल आऊ क पढ्ने मम्मी खाना पकाउने तिमी क पढ्ने है यो हुन्न म तिमीलाई सिकाउँछु तर यता यहाँ 1 हुन ल 2 यो चल्दैन क्या मोबाइल बिग्रेछ हेर न आवाज आउँदैन होइन बुढी नठोक्नु डिस्प्लिन फाल्नु होला भन्थ्यो यसै मसरुम छ नि त फेरि क पनि पर्दैन अहिले हेर्नु बुढी
पर्दैन अहिले पढाउनु सियो पर्छ बिहान उठेर मोबाइलतिर सानोमा अलि 1 2 भन्दै रहेछ म भन्थेँ नि आजकल बेसी मछली खायो कनाइदिनु न यो कस्तो यो कनाइकिन यसो घाउ बनाएको क्या मछली त कहाँ कहाँ छैन म त अगाडि बेलौदी खाएर बेलुका साथमा बुझाइदिन्छ यसले खाएन बिरामी हुन्छ क्या अब खाने न भइगयो मैले टन्नै खाएको छु बेलौदी भयो अब खाना त्यसलाई बेलौदी खाएँ त यति खाएँ मैले यति धेरै दिनभरि मोबाइलले अन्डा खाने हो यसो हाल्यो भने साउन्ड आउँछ डिस्पुन जान्छ नहाल्नु होला म खाता पनि खुकिरहेको नि दिनु फेरि हाल्नु भनेर क्या त हान्न है यो त बोक्स हालिन्छ नि हाम्रो तार चुट्यो हल्लियो होला क्या तार यस्तो चुटेर जोडियो होला क्या बनाइदिनु के मन्छे सोध्यो भने कनै खाँदै फालिहाल्छ के यार कनाइले लगाउँछ नि भयो अब घाउ भएर पनि अब खालु गएको कतै यस्ता बेला त्यसैले खुले नफाल्नु यहाँ कमीलाई जस्तो रोटे त्यसमा चाहिँ न यस्तो राख्यो स्कुल पनि कहाँ हाल्दिने स्कुल जान्नुहुन्छ अनि नपढाउने नपढ्ने बाबा चाहिँ बस्ने घुम्ने होइन कहाँ हाल्यो स्कुल टिचरले कस्तो व्यवहार गर्छन् बच्चामा सानैको स्कुल पढाएर काम छैन 12 सालको बच्चालाई होमवर्क गरेन भनेर 5 वर्षको उमेरमा लगाउने यसलाई किन नाता गर्नु भर्खर नयाँ भर्खर होमवर्क गरेर 6 साल बच्चाले यस्तो हान्दी रहेछ त्यही काट्नै मरेको म्याडमको हो न डरले नै म्याम भनिरहेको थियो त्यो डराएको थियो बच्चा बिचरा हान्दिएर यस्तो झ्याप्पै हान्ने बित्तिकै यस्तो ढल्यो हार्ट एट्याक भएर यो तयारी भइसक्यो बुढी तयारी भइसक्यो तर दामी भएछ है अब मुखमा लाउने हो दाल उता बनिरहेछ उहाँ अनि फेरि यहाँ चाहिँ अब खाना हाल तिमी है यस्तो फलाइदियो पानी फालिदिउँ नि हेर्ने गर्छ यस्तो चाहिँ भात चिया खा भोलि बनाउनु जाने बजार उयो अन्डा खाउँथ्यो अन्डा खाउँथ्यो के लगाइदिउँ घरमा पनि लुज भइसक्यो फुटिया हुन्छ ओ त्यो बोतल पानी सफा छ कि हाल्नु न त त्यो जारको पानी सार्नु क्या बोतलको पानी पुरै धुम्नु पर्दैन म त खानु मलाई जारको पानी सार्दिनँ सबैजना जारकै खानु जारमा तल बसेर हुन्छ नि त माथि पनि हुन्न आजकल बर्खाले गर्दा पानी खौराउँछ क्या यार पुरै धमिलो पानी हुन्छ त्यो चामल भात यस्तो रसिलो मिठो छ है भात खाएपछि यस्तो खाने हो कि भात मान्छे मसिनो चामल भन्ने अस्ति खिर पकाउनु यस्तो चामल पनि होइन अलिक पानी हालेर खत्ताखुत्ती भयो खिर पनि कुकर सिटी लाग्यो न अलि त सर तर लेख्स ल भयो अब बिचमा के खान्छ खाना अन्डा खानु बुढी भोक लाएर नि भोक पनि लागिरहेको छ भने दिउँसो खाना खानु त्यो टोयलेट आइगयो थियो यसलाई ठुलो थालमा हालिदिनु पऱ्यो क्या सानो तिमीलाई थालमा हालिदिनु न पिलोसँग खान्छ त्यसमा हाल्नु अब अलग अलगै खान्छ हामी रोलेक्सले अन्डा खान्छ पावा दिन आज चाहिँ मल्काको दाल र अनि यो के प्याज टमाटरको हाल्नु चटनी होइन बुढी भनिदेऊ न हामीलाई हेर्ने अब साथीहरूलाई चाहिँ भनिदेऊ न च्यानललाई सब्सक्राइब गर्नु भनेर अब च्यानललाई सब्सक्राइब गर्नु
कमेन्ट गर्नु हामी पनि दुखारी मान्छे होइन हामीलाई पनि साथ पुग्ने दिन्छ र साथ सपोर्ट दिनु होला तपाईँको माया साथ सपोर्टले हामी अगाडि बढ्नेछौँ नत्र पछाडि पछाडि नत्र हामी त भाग्ने छौँ जे गरे पनि देखाउँछौँ होइन ओहो नाच्ने गरे क्या छोरो नाच लिनेसमा राखेर खान्छ यो कतिखेर यो यहाँ करेमा जान्छ यसको मुख यसले भात खाने छैन यो दादा खै त्यो यता नि बाबु फेरि उ भइगयो अब यो बन्द बस्ने रोलेस भात खान दिएन यार जानु बाबु के भोक लागेको छ क्या रोटी थियो दुधसँग खायो मलाई चिया पकाएर खायो बस्न न खान मेरो आगो बज्दैन कि थाहा त छ तँलाई बज्दैन भन्ने बिग्रिरहेको छ क्या मोबाइल वाउ नाचिनु वाउ वाउ भेरी गुड वाउ खुट्टा अटोमा बाटोमा गयो अटोमा गाडी गीत बजाएर छ उठ्नु नजान्छ मरुले यसको जान्न बत्ती गयो बत्ती गयो छट्टाइ पिउनु पऱ्यो क्या म त्यसैमा खाएर मल्काम इन्डियामा पनि 100 कति रुपियाँ पर्छ मल्कालाई इन्डियामा 150 पर्छ है यहाँ पनि 100 नेपाली पर्छ तर 150 नेपाली पर्छ तर महँगो मान्छ एक गिलास खाइदिँदा खान्छ बाबा खा एक बोटोको ठुलो बोटोको एक बोटो भात खाइदिन्छ दाल भात राखेको थियो दूध रोटी खाएर दूध लिएर ए नाच्नको लाग्यो भाइ त के नाच्नु लाग्यो तपाईँको मोबाइल गीत छैन एउटा गीत छ त्यो फिल्मको म्युजिक फिल्मको अर्को च्यानल धेरै कुन च्यानलमा कुन त्यो कानमा बज्यो क्या मलाई खान्थ्यौ न पुरा फोका फोका लागेको मुखमा छोरोको नाचलाई खतरा छ फेरि यस्तो 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 नाचेर देखाइदेऊ न नाचेर देखाइदेऊ हेर्न बाबु यता तातो पर्ला के त खस्छ अहिले आइया हुन्छ बाबा 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 तिम्रो भाती यहाँ छ त नाइ भात छैन खान्छु म अझै नाइ तिम्रो भाती हो हेर्नु कसको छोरी हो सानी कसको छोरी हो तिमी कसको छोरी हो भनिदेऊ त कसको छोरी हो रोलेक्स कसको छोरी हो सानी कसको छोरी हो भनिदेऊ न आज ए बुढो म त भाँडा मासु खानु रोलेक्स छिछि थाल्नु रे भात खाँदै बस्यो त यता आऊ छिटो आऊ यहाँ नाच न यहाँ सुतो लाला बनाएको नि त्यसै बनाएको बुढीलाई चाहिँ अब मलाई मासु किन के खानु मन लाग्छ बुढीलाई चाहिँ अब राङ्गाको मासु खानु मन लाग्यो अब भोलि पर्सितिर खाइदिनु पर्ला आधा केजी ल्यायो भने हामीलाई बढी हुन्छ नै म खान्न नै तिमी अवस्था सक्दैन
साथीहरू मुसा छ मलाई चाहिँ भन्नु न खाना धेरै खाएर मोटाइ भन्छ नि अलि एक चोली दुई चोली खाएको अहिले दुई चोली डाइटिङमा थिएँ 10-12 दिन डाइटिङ बसेँ खानै खाएन पछि हिजो बिरामी भएर ग्यास्ट्रिकको सुई लगाएर आएँ त्यहाँदेखि डक्टरले खाना खानु होला अनि खाना नखाए झन् ग्यास्ट्रिक चेप्छ अनि भनेर खाएको म चाहिँ थाइरोइडले खुल्दै गएँ साथीहरू थाइरोइड सुगर प्रेसर धेरै खालको छ क्या यता बिरामी त्यही भएर मोडो जान्छ एक्सर्साइज छैन त्यही हो होइन म फेरि खाना छान्दैन नि साथी नमिठो नमिठो जस्तो पनि झ्यामझुम पार्ने एकै गाछमा सुत्ताइदिने त्यही पनि ज्यान लागेको क्या भन्नु ब्रो मेरो त सक्यो अब कति बेला दाल भात खान्न चटनी ल्याउनु कान्छ खान्न मलाई त अब सबै कान्छेलाई भात बाबा एक दुई खाइदियो नि त्यसले कान्छाले खानै खाएन ल सानी को खान्छ बाबा हेर बाबा यहाँ खाऊ को खान्छ ए मोबाइल लिएर चिन्ता बाबे नली छेरे लाग्यो भाइ डोटेर को खान्छ हेर ल खाम काम खाम खान्न अब हामी सुतिक्यौँ यसले दिनमा के खाएर खाने भनेन अहिले एक दुई भात खायो केमा धुम थाल्यो थालमा हात धुने मैले खाएँ छुट्टी कहिले हुन्छ छुट्टी त कोही छैन छुट्टी कहिले हुन्छ भोलि बाबा दबाईहरू हुन्छ न आयो बाटो गीत बजाइदिनु त छ कि मोबाइलमा काहीँ मेरो बुबा सानो ल्याउनु के सुन्थ्यौँ खायो साथीहरू खायो अरूलाई तिमी पनि यहाँ काखमा बस्छ अब चाहिँ अब नमस्ते अनि बाई बाई भन्ने बेला भयो छ के है आइया बुढी जोस् आजकल अलि राम्रै भएको छ दाँत गएर दाँत आएको योभन्दा पहिला धेरै मुक्तै पऱ्यो अनि आजकल चाहिँ दाँत फाल्ने चाहिँ दाँतको त्यो दबाई लगाइयो अनि त्यहाँदेखि ठिक भन्छ नि आजकल अलिक दबाई दिनु खै मम्मीको नाक चलाइदेऊ न ए भयो र नि खै बाबाको नाक गर न खै भातै खाने भने दिनमा केही खाँदैन एउटा रोटी खायो दुध खायो चिया खानेमा पोलेर फेरि चोट खायो टेबलबाट चिया पोख्दैन यसलाई किन पिट्छौ तिमी नपिट न यार ए पुरै यस्तो सुत्ने गरी पिटिदिन्छु नि साथीहरू मैले अब पानी कति पऱ्यो त पानी पऱ्यो उतातिर पऱ्यो हजुर ए कहाँ खुट्टा हालिन् यहाँ खिची हालु गरिदिन् दिदा गरिदिन् भयो मम्मीको अब मम्मीको खाना लाग्छ क्या भयो धेरै खुसी हुँदैन ल बाई गरिदेऊ अब बाई गरिदेऊ अङ्कलहरूलाई बाई ल अब म बोल्छु है अलिकति है अब बुढी अलिकति बोलौँ है तिमी यहीँ बस्छ सर तिमी यहीँ बस्छ न ल त्यसलाई नचलाऊ है
ल बुढी भन्दै यसले कस्तो बनाएछ भयो कि कति गयो माथि बस कहाँ कपाल दुख्छ पछाड्नु भयो क्या हो पछाडि यही बान्दिउँ भयो सुत है भयो है बुढी अब ल साथीहरू अब आज यस्तै भयो आजको दिन चाहिँ मेरो पनि यही हो घरमा चाहिँ 4 घन्टा हाम्रो भेटघाट हुन्छ होइन दिनभरि म काममा जान्छु यिनी पनि घरमा दिनभरि दोकानमा हुन्छन् त्यही भएर भेटघाट हुन्न अनि छोरोसँग त्यति भेटघाट त्यही भएर भेट भएको बेला चाहिँ अलिकति छोरोसँग पनि खेल्नु पऱ्यो अनि अलिअलि टाइम पास अब आफ्नो फ्यामिलीसँग टाइम दिनु पऱ्यो अनि त्यस्तै हो खाना पनि खाइयो यो मिठो खाना बनाएको छु बाँकी चाहिँ हामी फेरि नयाँ भिडियोमा भेट्नेछौँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनु होला हामीलाई चाहिँ माया ममता दिँदै गर्नु होला सबैजनालाई चाहिँ नमस्कार बाई 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 भनिदियो बुढी बाई 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 रोलेक्स बाई बाई गरिदेऊ नमस्ते गरिदेऊ